चिसो चिसो मौसममा बिहानै तातो चिया खाएर आज हामी बाहिर निस्किन्छौँ जापान यति किन सफा छ भन्ने विषयलाई लिएर चर्चा गर्नको लागि। बजारमा जाँदाखेरि जहाँ जानुहुन्छ तपाईँ एउटै क्लिनिङ सरसफाइकोमा जता जानुहोस् एउटै सिस्टम छ यहाँ। आफू पनि सफा, बजार पनि सफा, सबै सफा। त्यहाँ अलि अगाडि कन्स्ट्रक्सनको काम भइरह। सुरक्षाको र सरसफाइकोमा कति यिनीहरूले जापानीहरू कति अघि छन् भन्ने म हजुरलाई देखाउँछु। सिस्टममा चल्ने देश हो जापान होइन। तपाईँ जहाँ जानु जसरी हिँड्नु तपाईँ पैदल हिँड्दाखेरि नि, साइकलमा हिँड्दाखेरि, गाडीमा हिँड्दा, जेसुकैमा हिँड्दा होस् तपाईँले यहाँको रुल्स रेगुलेसन फलो गरेर हिँड्नु पऱ्यो कि। यहाँ कन्स्ट्रक्सनको काम चलिरह होइन, मान्छे हिँड्नलाई यो बाटोको काम चलिरह, टक्क बार लगाइदिएर सिस्टमेटिक तरिकाले होइन। यो पार्कको काम नि भइरह, खन्छ डोजरले, न यहाँ धुलो उड्छ। हरेक ठाउँमा कुनै चिज राम्रो कुनै चिज नराम्रो हुन्छ होइन, तर यहाँ चाहिँ धेरै कुराहरू एकदम राम्रो लगाउँछ कि तपाईँलाई। जापान बस्नुलाई अब खर्चिलो छ, लास्टै खर्चिलो पनि छ होइन। तपाईँ राम्रै ठाउँमा, राम्रै कम्पनी, राम्रै स्यालेरीमा आउनु भने त फ्युचर इज ब्राइट। धेरै नेपालीहरू छन्। त्यो भन जापान आउँदा जुन भिजामा आए पनि सबभन्दा मेन थिङ एउटा कुरा जानेर आउनुहोस् कि जापान आउँदाखेरि भाषा चाहिँ बनाएर आउनुपर्छ है। भाषा भयो भने तपाईँलाई लास्टै गाह्रो हुन्छ। भाषा भयो भने तपाईँलाई केही गाह्रो छैन जापानमा। एकदम सजिलो तरिकाले जीवनयापन गर्न सक्नुहुन्छ। त्यही भएर म सबै जो पनि जापान लाउनु आएको छ फ्युचरमा भाषा चाहिँ सबै बेसिक, केही नभने बेसिक त बनाएरै आउनुपर्छ कि। त्यो सिटीको बिचमा कन्स्ट्रक्सनको काम भइरहेको छ। तल देख्नुहुन्छ बाटा, पुरै कामदारहरू काम गरिरहन। तर यहाँ न त माटो खनाइ बाटाको कामै भइरहेन, धुलो उड्छ, न कसैलाई डिस्टर्बेन्स हुन्छ। अब यो न गाडी हिँड्न डिस्टर्ब भइरहेको छ, न बाटा हिँड्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ। त्यस्तै ओछ्याएर कार्पेट ओछ्याएर यता पुरै गाडी राखेर काम भइरहेको छ। टाइल्स मार्बलको काम, गार्डनिङको काम, बाटाको बिचमा पार्कहरू बनिरहेको छ। तर पनि कसैलाई केही डिस्टर्बेन्स भन्ने कुरो हुँदैन। चिसो चाहिँ बढेको छ, लास्टै चिसो बढेको छ। अहिले -2 डिग्री छ। सब ठिक लाग्छ जापानको, एउटै चिज ठिक लाग्दैन। यहाँ जापानको कल्चरमा एउटा चिज के ठिक छैन भन्दाखेरि आफ्नो छोरी 18 वर्ष भएपछि चाहिँ फ्रिडम तरिकाले बस्न पाउने, आफै जागिर गर्न पाउने होइन, बाबाआमालाई छोडेर एक्लै बस्न पाउने भन्ने एउटा कल्चर छ कि। त्यो कल्चरले गर्दाखेरि के हुन्छ भन्दाखेरि एउटा बच्चा 18 वर्ष भयो, अब आफै बस्छु भनेर गयो बाहिर, आफै अपार्टमेन्ट लिन्छ, आफै बस्छ, अनि आफ्नो परिवार बाबाआमासित टाढिन्छ। कसले कता महिना 2 महिना भेट्न आउने, भेटघाट हुने, अनि त्यस्तो गर्दा गर्दै माया हटाइ जाने रहेछ क्या। गाडी रोकिदिन्छन् यसरी, सिग्नल छैन यहाँ। यसरी यता अब सिग्नल, जेब्रा क्रसिङ नभएको ठाउँमा त रोकिदिन्न यिनीहरूले। जेब्रा क्रसिङ छ त्यहाँ रोकिदिन्छन् फेरि। के भन्दै थियो भन्दाखेरि अब बिस्तारै बिस्तारै आमा बुढा हुँदै जान्छन् आफूहरू, अनि टाढा टाढा अर्कै ठाउँमा सेटल हुन्छन्, आफै काम गर्छन्, आफै कमाउँछन्।
अनि त्यसपछि बाआमा बुढेसकालमा, त्यही भएर यहाँ चाहिँ धेरै जस्तो अब कुपुरी परेर केही खान पर्ने, आफ्नो आवश्यकता सामान के किन्न जानु पर्यो भने आफै कुपुरी परेर गएको चाहिँ धेरै देखिन्छ कि। त्यो चाहिँ एकदम ठिक लाग्दैन। जापानको नराम्रो कल्चरमा त्यो एउटा मध्ये त्यसलाई चाहिँ मैले टपमै राख्छु कि। चिसो पनि पढेको छ, बिहान केही नखाए नबिसेको चिया खान मन लाग्यो लास्टै, यस्तो चिसो हावाले। वहाँदेखिबाट यहाँसम्म लगभग आधी किलोमिटर कन्स्ट्रक्सनको काम, 10 मिनट 12 मिनट भइसक्यो कन्स्ट्रक्सनको काम भइरहेको छ। तर पनि गाडी घोडा कहीँ रोकिएको छैन, चलिरहेको छ। मान्छेहरूलाई नि हिँड्न डिस्टर्ब भएको छैन, चलिरहेकै छ। अब यति टार्गेट यति एरिया गर्ने भनेर टार्गेट लिएका छन्, यति एरिया सुरक्षित तरिकाले गर्छन्, फेरि अगाडि बढ्छन्। हाम्रो नेपालमा चाहिँ के हुन्छ भन्दाखेरि सर्लक्कै भत्काउँछन् पुरै। पोखरादेखि मुगलिसम्मको बाटो बनाउनु छ, पुरै भत्काउन थाल्छ एक मुस्टार। अनि 1 किलोमिटर शास्ति पाउने ठाउँमा पुरै 100 किलोमिटर शास्ति गाउँछन् मान्छेले। जनताले भ्यालु नै छैन, मान्छेलाई शास्ति कसरी सजिलो होस् भन्ने चाहिँ उपाय नै अपनाउँदैन। नेताहरू कहिले सुध्रिने यो देश। माथि ओभरब्रिज बाँडेर तल होइन अन्डरग्राउन्डको पनि काम भइरहेको छ। उता बस गाडी माथि चलिरहेकै छ, बाटा मान्छे हिँडिरहेकै छ, माथि ट्रेन चलाइमान्नै छ, केही रोकिने। पुरै यो डेली मार्केट जस्तो अहिले यहाँ चलायमान छैन, बेलुका भएपछि नि यहाँ चलायमान हुन्छ पुरै। ठुलो छ मार्केट यो। रुल्स फलो गर्ने कुरामा बाटो क्रस गर्दै हुनुहुन्छ। सिग्नल दिएको छ भने मात्रै बाटो क्रस गर्ने। अब बाटोमा गाडी चलेको छैन, सिग्नल रातो छ भने तपाईँ बाटो क्रस गर्न खोज्दाखेरि तपाईँलाई फर इक्जाम्पल भोलि बिहान एक्सिडेन्ट भयो भने नि तपाईँ त्यसको केही पाउनुहुन्न, इन्सुरेन्स भयो नि। त्यही भएर चाहिँ बाटो क्रस गर्दाखेरि तपाईँ हिँडेरै होस्, साइकलमै होस्, गाडीमै होस्, सिग्नल चाहिँ तोड्न भएन। सिस्टम चाहिँ ठिक लाग्छ कि अब यो रेल क्रसिङ ठाउँ हो। अब ट्रेन आउनुभन्दा 10 सेकेन्ड पहिले यो गेट बन्द हुनुभन्दा 10 सेकेन्ड पहिले अलार्म बज्छ, अनि 10 सेकेन्ड पछि चाहिँ गेट अटोमेटिक बन्द हुन्छ। यसबाट अब बन्द भइसकेपछि फेरि यहाँको रुल्स मान्छन् कि मान्छेहरूले ठ्याक्क तलबाट क्रसिङ गर्ने यताउति गर्दैनन्। फेरि यो कुरा चाहिँ एकदम ठिक लाग्छ। क्रसिङ गर्ने एकदम रिस्क भयो नि त। अब कुन स्पिडमा ट्रेन आइरहेको छ होइन, दुर्घटना हुने सम्भावना हुन्छ नि त। कहाँबाट यो सेन्सर सिस्टम हो कि अपरेटिङ कहाँबाट हुन्छ थाहा भएन। ठ्याक्क अब ट्रेन आउनुभन्दा पहिले नै यताबाट ट्रेन आउँदैछ, पहिले नै बन्द भइसक्यो। कति सफा, खाली खुट्टा हिँड्दा नि खुट्टा फोहोर हुन्न कि यहाँ। गाउँ एरिया हो हुन त, यता खेत छ, खेत जोतेर ड्याङ्गै राखेका छन्। यहाँ त ट्र्याक्टरले हो यहाँ नि जोत्ने होइन, यही बाटाबाट हिँड्ने हो ट्र्याक्टर, त्यही पनि फोहोर छैन। नेपालमा हुन्थ्यो भने जम्मै बाटाभरि माटो बनाइसक्यो त्यति खेत जोतेर बाहिर निस्किँदाखेरि। राति हिउँ परेको थियो, अझै नै घाम लाउँदा नि बाटा कुनै ठाउँमा त हिउँ जमिरहेकै छ। यहाँबाट ओभरब्रिज छ, यहाँबाट गएपछि राम्रो भ्यू आउँछ एरिया। त केमिकल फ्याक्ट्रीहरू निस्कियो, सबै त्यहाँ मिचुबिसी केमिकल फ्याक्ट्री सबै। माथिबाट चाहिँ यस्तो देखिन्छ, कता कति पलाएका घाँसहरू बाहेकहरू जनमानसले गरेको कुनै फोहोर देखिन्न बाटा कि। जापानमा फेरि डस्टबिनको पनि युज हुँदैन, कहिले पनि डस्टबिनहरू राखेको यताउति होइन।
त्यसको व्यवस्थापन गर्छ भने नि छैन। कुनै कन्भिनियन्स स्टोरहरूमा चाहिँ उहीँ खाएका प्लास्टिकका बोतल क्यानहरू सानोतिनो प्याकेटहरू फाल्ने व्यवस्थापन हुन्छ सुपर मार्केटहरूमा नि, र अरू फोहोर चाहिँ फाल्न पाइँदैन। सानो गल्ली छ है, बरु भत्किएको छ यहाँ बिचमा बाटो हल्का, तर पनि एउटा कुनै चिजको प्याकेट खसेको यताउति केही छैन कि चाहिँ भत्केर अलिकति बनाउनु पर्ने भएछ। त्यो बुटाएर त छर्लम्मै सुन्तला पाके, तर त्यो सुन्तला चाहिँ खसेर भुइँमा खसेर पुग्छ के सिस्टम हो थाहा भएन। यो चाहिँ खान चाहिँ खाँदैनन् है, खाने बेला चाहिँ जालो लगाएर राख्छन् मजाले, जुन चाहिँ ओपन त्यो खाँदैनन्। फेरि किन हो थाहा भने छर्लङ्ग पाकेका हुन्छन्, पैसा तिरेर तपाईँले माग्दाखेरि नि एउटा दिँदैन। यो चाहिँ एउटा अचम्म सिस्टम लाग्छ। म यहाँ देखाउँछु नि, यहाँ पनि छ एउटा चाहिँ यहाँ एउटा ऊ त्यो बक्स जस्ता कार्टुन ल्याएर फाल्न पाइयो। हरेक टोलमा चाहिँ यस्तो जालोको बक्स बनाएर राखेको हुन्छ अनि एउटा जालो पनि राखेको हुन्छ। त्यसमा चाहिँ फोहोर चाहिँ पोको बाँधेर राख्ने एउटा प्लास्टिक छुट्टै किन्नुपर्छ फोहोर बाँध्नको लागि, पोको बनाउने अनि त्यहाँ राख्ने, अनि त्यो जालोले छोपिदिने फोहोर हुन्छ। अब त्यो चाहिँ पोकोसोकोले आएर के गर्छ कि भनेर त्यसलाई छोप्ने। कुकुर त हुँदैन नि यहाँ, छाडा कुकुर त हुँदैन, अब बाख्रा गाईहरू नेपालको चाहिँ छाडाहरू देख्न पाइन्न। छाडा यहाँ बाहिर देख्ने कता कति भनेको चाहिँ बिरालो, कुकुरहरू चाहिँ बाटामा छाडा देखिन्न, बिरालो मात्रै हुन्छन् कता कति चाहिँ। अब सायद दिशा पिसाब बिरालोले देखाउँदैन, छोप्छ भन्ने कारणले बिरालो मात्रै हुने हो कि कुकुरहरू चाहिँ लिएर हिँड्छन् बाटा होइन आफैले। तर चाहिँ त्यसको लागि फेरि अब उसले बाटा दिशा गर्छ ठ्याक्कै एउटा प्लास्टिक लिन्छन्, बोक्स लगाएको हुन्छन् हातमा, चेप्पो छोप्यो प्लास्टिकमा हाल्छन्, घरै लिएर जान्छन्। त्यो दिशा चाहिँ बाटामा गर्न पाइँदैन। पिसाब फेरो भनेर नि सेनिटाइजर जस्तो लिएर हिँड्छन्, सर त पिसाब फेरेको ठाउँमा बगाइदिन्छन्। यस्तो सिस्टम हुन्छ पुरै। अनि त्यो फोहोर फाल्ने चाहिँ के बार के फाल्ने भन्ने कुरो चाहिँ छुट्टै हुन्छ। कुहिने फोहोर फाल्ने चाहिँ छुट्टै बार हप्ताको 2 दिन फाल्न पाइन्छ। सिसा र टिनका आइटम रिसाइकल हुने फोहोर चाहिँ हप्ताको 1 दिन फाल्न पाइन्छ, र प्लास्टिकका बोतल 1 दिन फाल्न पाइन्छ। छुट्टै बारेर चाहिँ तपाईँ आउनुभएको छ नयाँ आउनुभएको भने स्याक्सो भनेको वडा कार्यालयमा तपाईँलाई एउटा क्यालेन्डर दिन्छ, त्यसैमा लेखेको हुन्छ चित्रसहित। बाइचान्स तपाईँले रङ फोहोर फाल्नु भने तपाईँलाई फेरि 1 वर्षदेखि 5 वर्षसम्मको जेल र 1 करोडसम्मको फाइन हुनसक्छ। त्यही भएर एकदम रुल मानेर केयरफुली गर्नुपर्छ। अलि दिन अगाडि एकजना हाम्रै नेपाली भाइको न्युज आएको थियो, त्यस्तै ट्रेनको उसमा लिकमा चाहिँ फोहोरका पोका फालेर 6 महिनापछि पक्रेको पुलिसले। फाइन लाग्यो अब के भयो त्यस विषयमा, तर एकदम पुलिस मानेर फोहोर फाल्दाखेरि नि विचार गाह्रो खालको